प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। बारेमा सबैलाई जिज्ञासा भइरहेको होला। संसद सार्वभौम हुन्छ कि सरकार सार्वभौम हुन्छ भन्ने प्रश्न म गर्न चाहन्छु र सरकारलाई यो सार्वभौम संसदप्रति उत्तरदायी बनाउने मेरो एउटा प्रयत्न हो, हाम्रो प्रयत्न हो। माननीय सदस्यहरू, प्रतिनिधि सभाको बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। संविधान भएको देश, खाने धान नभएको देश, संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश, विधि र विधान भएको देश तर बाटो र यात्रा गर्ने साधन नभएको देश, कानुन भएको देश, खाने नुन नभएको देश। त्यसो भएको कारणले गर्दाखेरि म यो विनियोजन विधेयकको सिद्धान्ततिर म जाँदिनँ। जनताले मलाई जे बोल्नलाई पठाएको हो त्यही कुराहरू म गर्छु। अब नीति कार्यक्रमहरूमा कार्यक्रम चाहिँ के हुनुपर्ने हो त, माग हाम्रो के हो त भन्ने बारेमा मैले राख्न चाहन्छु। अर्थमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ, मैले उहाँलाई उहाँको कार्यकक्षमा नि भेटेर यो मागपत्र दिएको थिएँ। एउटा पुनः स्मरण जस्तो पनि भयो। सप्तकोशी धरान खानेपानी आयोजना त्यो सुरु गर्नुपर्छ। धरानका सर्दु, सेउती, सेरा, अँधेरी खोलाहरूमा तटबन्धन बस्ती जोखिममा छन्, तटबन्धन गरियोस् भन्ने माग राख्न चाहन्छु। सेनिटरी ल्यान्डफिल साइट फोहोर मैला सरल्लै फालेर चाहिँ नै डम्पिङ गर्नुपर्ने बाध्यता छ। सेनिटरी ल्यान्डफिल साइटको लागि पैसा विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान स्थित बीपी अस्पतालको एमसीएच भवन निर्माणाधीन छ, 11 वर्ष जति भयो। त्यो तपाईको चाहिँ सम्पन्न भएर सञ्चालनमा आओस्, त्यसको लागि आवश्यक बजेट विनियोजन गरियोस् भन्न म चाहन्छु। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मर्चरी त्यो मरेपछि मान्छेको शव राख्ने ठाउँमा बेहाल स्थिति छ, त्यसका लागि पनि पैसा राखियोस्। धरान बराज क्षेत्र नडा सडकको लागि पैसा राखियोस्, सर्दु खोला पश्चिमपट्टि। धरान भलुवा चौरी सडक सर्दु पूर्व, त्यसको लागि पनि बजेट विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान हरियालीदेखि रामधुनी जाने बाटो, बरा क्षेत्र 1 को देखि चतरादेखि सूर्यकुण्ड जाने बाटो, धरान 4 को देवी गाउँ हुँदै दानाबारी जाने बाटो, धरान 5 को ठिङ्गाबारी हुँदै धरान 4 सुमनटार जाने बाटो, धरान 20 चिन्डे डाँडा सुम्निमा पारुहाङ सांस्कृतिक सम्पदा जाने बाटो, धरान 20 भन्ज्याङ छेउको कोका खोलाको मोटरेबल पुल, धरान 5 मसाने खोलामा एउटा पुल, त्यसै गरी धरान 5 र 4 जोड्ने निशान डाँडा र खार खोलाको पुल कृषि सडक हो त्यो। धरान 20 भन्ज्याङदेखि स्वारा जाने बाटो कालोपत्रे गरौँ। धरान 17 पटनालीको समावेशी टोल मार्गमा सडक निर्माण गरौँ। धरान 11 मङ्गलबारेदेखि ऐश्वर्य मार्ग निर्माण गरौँ। धरान 11 विष्णुचोकदेखि सगरमाथा हुँदै विष्णुपादुका सगरमाथा चोक हुँदै विष्णुपादुका पुलसम्मको बाटो निर्माण गरौँ। धरान 6 प्रणामी मार्गदेखि बाजी पार्क फुटबल खेल मैदानसम्मको सडक निर्माण गरौँ। त्यसै गरी धरान
17 फोकल्यान्ड चोकदेखि डाँडा घोपासम्मको बाटो निर्माण गरौँ। धरान के अरे 9, 10, 11 पुतली लाइनको बाटो मर्मत गर्ने पैसा छुटाइयोस्। धरान 8को मदन भण्डारी राजमार्गमा एउटा पुल भत्किएर बिजोग भइरहेको छ, त्यसलाई निर्माण गरियोस्। धरान 8को सभागृह निर्माण तथा मर्मत सम्भार गरियोस्। र बीपी अस्पतालमा एमआरआई मेसिन छैन, त्यो एमआरआई मेसिन खरिद गर्नका लागि पैसा छुटाइयोस्। बीपी अस्पतालको बिमा बोर्डले 75 करोडभन्दा धेरै पैसा दिन बाँकी रहेछ, त्यो कुरा तपाईँको चाहिँ के अरे बिमा बोर्डबाट पैसा दिलाइयोस्। त्यो अस्पताल जीर्ण अवस्थामा छ, यतिखेर तलब खुवाउने पैसा नभएर फिटफिट भइरहेको अवस्था पनि छ। धरान 6 औद्योगिक क्षेत्र निर्माण गरौँ। प्रदेश नम्बर 1 मा व्यापारिक प्रदर्शनी केन्द्र निर्माण गरौँ। त्यसको लागि धरानले 5 बिघाभन्दा धेरै जग्गाको तपाईँको चाहिँ के अरे प्रबन्ध मिलाएको छ।